मेरो छोरा कुट्छस् आइज पप्पी आमा डुसुम आइज यो बर्थडे सँगसँग नभएन त मेरो छोरा होइन जा आमा आइज यो मेरो छोरा होइन जा म चिन्दिनँ म खै माया गर्छु ला कति गयो नि हो मेरो छोरा त पप्पी कति गयो नि ला जाइ उता मलाई कुट्ने हामी मात्रै ल हुन्छ त्यसो मनाउनु ल अहिले म चिन्दिनँ कसको छोरा जा ल है बोल परे छोड दे त्यसको घर चाहिँदैन जा तेरो घर लगेर जा आमा मार्यो दाइले मार्यो यसले दाइले नबोल्ने यसो ला मम्मी र दादा नबोल्ने रे बेबी मार्यो जीवन ओ जीवन यहाँ तीनजना आमा छोराको लडाइँ परेको अब यसले त आमा र दाइ र मम्मीलाई त कस्तो कुटेको यसले एङ्ग्री बर्ड आमा यसले त मलाई त पुलिस 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 फुपा पुलिसलाई बोला आमालाई डम्की कुटे अब पुलिस हजुर जीवन त्यसलाई लाताल दे त्यहाँ नसुताउने जीवन उता के खाना छाडालाई के खाना यसलाई डरले हानेको भए नि कुरा अर्कै हुन्थ्यो यसलाई निकालिहाल ओइ दिदी पुलिस आयो पुलिस यसलाई पठाइदिइहाल्नुपर्छ छाडालाई खोइ त कल गरौँ त चुप रे हेलो पुलिस हजुर यहाँ डेजङ छ नि डेजङले उसको मम्मी र उसको दाइलाई कुट्यो अनि मलाई पनि कुट्यो हेर्नु न मलाई कुट्न आउँदैछ हेर्नु न है उसको मम्मीलाई कुटेर ल हुन्छ ल हुन्छ गाडी लिएर आउनु हुने हो ल हुन्छ ल फुट्यो ए ल हुन्छ ल गाडी आयो पुलिसको लु अब बाहिर जाने जानुहोस् ओ के पुलिस पुलिस आइसक्नु लु छिटो जानु ऊ पुलिस रे बाहिर न सरीमा आउनु फुपू त्यसलाई निकाल त्यहाँबाट ओछ्यानबाट निकाल मसँग आएर सुत्ला म अहिले पुलिस बोलाएर लक खाटिहाल्छु एकछिन लक खाटिहाल्छु हामीलाई हुनु लाग्यो नि भन्ने म तँलाई बाँकी मात्रै छ हमला गर्नु यसले हामीले हमला गरिसकेको खाताले यस्तो छाडासँग बोल्नु हुँदैन यसको त ठुलो ए ल म गेट खोलिदिन्छु ल पुलिसले ल म पुलिसलाई खोले लु पुलिस आयो रे अब म पुलिसलाई हालेँ ल अरू पुलिस गेट खोल्नु गएन म है नत्र यता आउनु यहाँ आउनु सरी भन्नु छिटो पुलिसलाई बोलाउनु नि ल